यदि हजुरहरूको अनुहारमा चायापोतो, दागधब्बा, फाइन लाइन्स, रिङ्कल्सहरू आएको छ र त्यसलाई हटाएर अनुहारलाई चम्किलो र आकर्षित बनाउन चाहनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेरिदिनुहोला। आज हामी मात्र ₹10 मा पाउने जायफलको यस्तो फेस प्याक बनाउँदैछौँ जसले चाहिँ हाम्रो अनुहारमा रहेको अधिकांश प्रब्लमलाई सल्भ गर्छ। यो फेस प्याक बनाउनको लागि मैले सफा ढुङ्गा लिएको छु। अब कचौरामा थोरै दुध राख्ने, दुधको सट्टामा हामीले गुलाब जललाई पनि युज गर्न सक्छौँ। यसपछि हामीले जायफलको पेस्ट बनाउनको लागि ढुङ्गामा घोट्नुपर्ने हुन्छ। त्यसको लागि थोरै दुध लिने, दुधको सट्टामा गुलाब जल राख्दा पनि हुन्छ अनि यसलाई मजाले घोट्नुपर्ने हुन्छ। साथीहरू, जायफल हजुरहरूको स्किनको लागि एकदमै राम्रो चिज हो। यसले हजुरहरूको स्किनलाई ग्लो दिन्छ, निखार्छ अनि अनुहारको दाग धब्बा हटाएर बेदाग स्किन दिनलाई मद्दत गर्छ। जायफलमा एन्टिअक्सिडेन्ट, एन्टिब्याक्टेरियल गुण हुन्छ जसले चाहिँ हजुरहरूको स्किनलाई एकदमै राम्रो गर्छ। यसले हजुरहरूको अनुहारमा आउने फाइन लाइन्स, प्री रिङ्कल्सहरूलाई पनि रोक्छ अनि अनुहारलाई जवान राख्नलाई मद्दत गर्छ। साथसाथै अनुहारमा आउन लागेको एक्ने, पिम्पलहरूलाई पनि यसले रोक्छ। हजुरको स्किनमा चायापोतो आएको छ अथवा पिगमेन्टेसन छ, डार्क सर्कल छ भने पनि यसलाई हटाउनलाई हेल्प गर्छ। यसले स्किनलाई मोइस्चराइज गरेर स्किनलाई टाइटन गर्नलाई हेल्प गर्छ अनि फाइन लाइन, रिङ्कल्सहरूलाई पनि हटाउँछ। यसरी एउटा जायफलबाट हामीले स्किनको अधिकांश प्रब्लमलाई सल्भ गर्न सक्छौँ। मैले यहाँनिर जायफललाई कोटेर यसको पेस्ट निकालिसकेको छु। अब हामी यसको फेस प्याक बनाउँदैछौँ। यो फेस प्याक यति म्याजिकल हुनेवाला छ कि हजुरहरूले ट्राई गर्न सक्नुहुन्छ अनि रिजल्ट आफैले थाहा पाउनुहुनेछ। यो फेस प्याक बनाउनको लागि हामी केही मात्रामा हनी एड गर्नुपर्ने हुन्छ। हनीमा रहेको एन्टिब्याक्टेरियल, एन्टी इन्फ्लेमेटरी प्रपर्टीले चाहिँ हाम्रो स्किनलाई डिप हाइड्रेट गराउँछ अनि अनुहारलाई डल स्किन छ भने चाहिँ ब्राइटन गराउनलाई हेल्प गर्छ। यो हनी र जायफलको पेस्टलाई अब मजाले चलाउने, त्यसपछि केही मात्रामा ग्लिसरिन राख्ने। ग्लिसरिन हाम्रो स्किनको लागि एकदमै राम्रो चिज हो। यसले हाम्रो स्किनलाई हाइड्रेट गर्छ, फाइन लाइन्सहरूलाई प्लम गर्ने काम गर्छ अनि हाम्रो ओपन पोर्सहरूलाई पनि यसले क्लोज गर्छ अनि स्किन ड्राई भएको छ भने पनि यसले मोइस्चराइज गर्नलाई धेरै नै हेल्प गर्छ। यसले एन्टी एजिङको काम गर्छ, अनुहारलाई जवान बनाइराख्छ। यसरी हाम्रो घरैमा पाउने मात्र 3टा इन्ग्रिडियन्टबाट हामीले यो फेस मास्कलाई रेडी गर्न सक्छौँ। यो फेस प्याक अनुहारमा डाइरेक्टली लाउनुभन्दा अगाडि अनुहारलाई क्लिन्ज गर्नुपर्ने हुन्छ। मैले काँचो दुधले अनुहार क्लिन्ज गर्दैछु। काँचो दुधले चाहिँ नेचुरल टोनर अथवा क्लिन्जरको काम गर्छ। यसले छालाको भित्री भागसम्म पुगेर फोहोर र तेल सफा गर्छ। यसमा पाइने ल्याक्टिक एसिडले ड्यामेज छाला हटाएर नयाँ छाला ल्याउन मद्दत गर्छ जसले अनुहारमा प्राकृतिक चमक ल्याउँछ। यसमा हुने प्राकृतिक फ्याटले छालालाई सुक्खा हुन दिँदैन र नरम बनाउँछ। अनुहारलाई काँचो दुधले क्लिन्ज गरेपछि फेस प्याक अप्लाई गर्दैछु। मैले फेस प्याक अप्लाई गर्दाखेरि बिस्तारै मसाज गर्दै अप्लाई गर्छु। हजुरहरूले पनि त्यसरी नै अप्लाई गर्नुहोला। यो फेस प्याक हामीले जुनसुकै समय, बिहान बेलुका जुनसुकै समय अप्लाई गर्न सक्छौँ। अब केही समय अनुहारमा ड्राई हुनलाई त्यतिकै छोडिदिनुपर्ने हुन्छ, आधी घन्टादेखि 45 मिनटसम्म। मैले अनुहार धोएर आइसकेको छु। अनुहार एकदमै क्लिन र ग्लोइङ भएको महसुस भइरहेको छ। हजुरहरूले पनि ट्राई गर्न सक्नुहुन्छ। साँच्चीकै यो फेस प्याक एकदमै इफेक्टिभ रहेको छ। हस्त साथीहरू, आफ्नो ख्याल गर्नुहोला। बाई बाई। थ्याङ्क्स फर वाचिङ।